भाइ मैले ब्याङ्कमा 1,00,000 रुपियाँ जम्मा गरेको थिएँ, कहाँ छ मेरो मेरो पैसा? अहिले 1 रुपियाँ छैन मसँग। के भन्छ के छ मलाई चाहिँ एकछिन रोके। ला सरी के भयो भाइ? तेरो पैसा त विवेकले लग्यो। होइन के भन्नु नाइ भाइ, मेरो पुरै त्यो 10 वर्षको पुँजी त्यहाँ लागिरहेको त्यो त फेरि एकैछिनमा भाइ नै भाइ तपाईँले यो ठिक गर्नु भएन, यो ठिक गरिनुहोस् तैँले भाइ तपाईँले यो ठिक गर्नु भएन। अब हामी तपाईँसँग जाउँ। त्यो त पागलै थियो। अब तपाईँ मेरो हातदेखि मर्नुभयो, माफ गर्दैन। पैसा सबै जम्मा हुन्छ तेरो। त्यसलाई अलिकति धैर्य राख्नुपर्छ। अब धैर्यको कुरा छोडिदे। तेरो पुरै बाउ आमा सबै देख्छस् त। शान्त जा र अलिक कम्ती बोल, नत्र अब तिनीहरूले नत्र भन्नुहोस् कि जेसुकै भन्नुहोस्, हामीले जुन काम गर्नु थियो त्यो हामीले गरिहाल्यौँ। दाइको त जवाब छैन। के गर्छस् त तेरो पुरै खानदानलाई म सिद्धिदिन्छु। मेरो आमा बुवा बुनी दिदी सबैलाई तैँले मारेको तर त भन्छस् कि जसरी मैले तेरो आमा बुवा दिदी बहिनीले मारे त्यसै गरी तँलाई मार्नु नपरोस्। तेरो डार्क रियालिटी मलाई थाहा भइसकेको छ। साला फुस मेरो पैसा बाँकीहरू सबै गरिहाल्यो भाइ। प्लिज बिन्ती छ कि चिन्ता नगर, तेरो पैसा आउँछ, चिन्ता छैन भाइ। ओके।